सम्पूर्णमा नमस्कार। आज म नेपाल सरकारले हरेक 15 दिनमा जारी गर्ने लक्की ड्रमा समावेश हुनको लागि कसरी समावेश हुने भन्ने बारेमा एउटा छोटो भिडियो बनाउन गइरहेको छु। कृपया ध्यान दिएर सुनिदिनु होला। सर्वप्रथम त हामीहरूले सामान किन्दा सक्कली बिल लिने गर्नुपर्ने हुन्छ। त्यसको लागि हामीहरूले नगदबाट लियो भने के गर्ने र अनलाइनबाट पे गर्दा के गर्ने भन्ने बारेमा मैले एउटा जानकारी दिँदैछु। कृपया ध्यान दिनुहोला। हामीहरूले क्युआर मार्फत सामान खरिद गरियो भने त्यो अटो जेनेरेट हुने गर्छ। त्यसको लागि हामीहरूले त्यहाँ कुपन नम्बर जारी गरेको हुन्छ, त्यसलाई चाहिँ नोटिस गर्नुपर्ने हुन्छ। अनि नगद मार्फत सामान लिँदा हामीहरूले सक्कली बिल लिने बानी बसाल्नुपर्छ, जसको लागि हामीहरूले सक्कली बिल कसरी लिने भन्ने कुरा चाहिँ बिलमा चाहिँ प्यान नम्बर लेखिएको वा भ्याट नम्बर लेखिएको बिल लिनुपर्ने हुन्छ। अनि भ्याट नम्बर लेखिएको बिल ल्याइसकेपछि हामीहरूले त्यसलाई अनलाइन मार्फत इन्ट्री गर्नुपर्ने हुन्छ। त्यसको लागि मैले प्रोसेस बताउँदैछु। सर्वप्रथम त हामीहरू गुगल क्रोममा जाने, अनि गुगल क्रोममा गइसकेपछि हामीहरूले यहाँ टाइप गर्ने आइआरडी नेपाल भन्ने यहाँ आइसक्यो। आइआरडी नेपाल क्लिक गरिसकेपछि यहाँ करदाता प्रोत्साहन कार्यक्रम भन्ने छ, त्यसमा क्लिक गर्ने। अनि यो बिल दर्ता भन्ने छ, त्यसमा जाने। अनि बिल दर्ता भन्नेमा गइसकेपछि अलिकति थोरै स्क्रोल गरेर तल यहाँ विवरण लेखेको छ, यहाँ बिल नम्बर लेख्ने। अनि यहाँ विक्रेताको प्यान नम्बर भन्ने छ, यो चाहिँ अनिवार्य रूपमा लेख्नु पर्यो। यसको लागि त्यो बिलको माथिपट्टि प्यान नम्बर लेखिएको हुन्छ। अनि यहाँ चाहिँ कुन मितिमा लिएको हो, अनि कति रकम दिएको हो, त्यो कति रकम बराबरको सामान लिएको हो त्यो लेख्ने। अनि भुक्तानीको विवरणमा नाम लेख्ने, मोबाइल नम्बर लेख्ने, ठेगाना लेख्ने। अनि यहाँ पुरस्कार कुपन सिर्जना गर्नुहोस् भन्नेमा अनि क्लिक गर्ने र कुपन नम्बर लिने र यसलाई चाहिँ सुरक्षित राख्ने। अनि हामीहरूको त्यो जुन बिल नम्बर छ, बिल छ, त्यसलाई पनि सुरक्षित राख्नुपर्ने हुन्छ। धन्यवाद।